हजुरहरूलाई चाहिँ मैले एउटा भिडियो देखाउन गइरहेको छु। त्यो भिडियो हेर्नुलाई, त्यसपछि अरू कुराकानी गर्ने काम चाहिँ म गरौँला है त। यो भिडियो हेर्नु है त। सेकेन्ड लिस्टको लागि चाहिँ धेरै टिमले नोटिस निकाल्छ। आइएम ड्याम स्योर कि त्यो सेकेन्ड मेरिट लिस्टमा चाहिँ त्यो टिमले नोटिस निकाल्छ नि, त्यो चाहिँ कलेजलाई जिम्मा लगाइदिन्छ र कलेजमा गएर चाहिँ फर्म फिलअप गर्नुपर्ने हुन्छ। मैले चाहिँ पहिल्यै नै तपाईँहरूलाई भनिदिएको थियो, भिडियो सर्ट भिडियो चाहिँ राखिदिएर त हजुरहरूलाई पहिल्यै नै इन्फर्म गरिदिएको थिएँ। के भनेको थिएँ, तपाईँहरूको लागि चाहिँ सेकेन्ड मेरिट लिस्टको लागि चाहिँ कलेजलाई जिम्मा लगाइदिन्छ टिमको नोटिसमा चाहिँ। अब नोटिस तपाईँलाई चाहिँ देखाइदिन्छु है त, हेरौँ के भने रहेछ है त। यो हाइलाइट गरेको पार्ट हेर्नुहोस् है। उपयुक्त सूचना आधारमा निम्न अनुसार भर्ना प्रक्रिया अगाडि बढाउन सबै क्याम्पस कलेजहरूलाई अनुरोध गरिन्छ। भन्नुको अर्थ चाहिँ विद्यार्थीहरूले पढ्न चाहेको चाहिँ कलेजहरूमा चाहिँ निवेदन चाहिँ दिन सकिन्छ भने चाहिँ यहाँ चाहिँ लेखेको छ। जुन चाहिँ प्रवेश पत्र परीक्षा के अरे इन्ट्रान्स एक्जाम पास गरेको र निवेदनहरू चाहिँ निम्न टेम्प्लेट अनुसार तल चाहिँ राखिदिएको छ भने चाहिँ नोटिसले भनेको छ। मैले चाहिँ तपाईँहरूलाई पहिले भने होइन त, पहिले भने होइन, एज अ प्रुफको लागि चाहिँ मैले त त्यो भिडियो पनि देखाइदिएँ, टिभीको नोटिस पनि तपाईँलाई चाहिँ भनिदिइसकेको छु, देखाइदिएको छु। तपाईँहरूलाई पहिल्यै भनिदिएको नि त। धेरै नाना थरीको ए बाबा हो गुप्ताजी के हावा बोल्नु भएको, नाना थरी मलाई गाली गरेर ए बाबा हो कमेन्ट सेक्सनमा दिनभरि मलाई व्हाट्सएपमा मेसेज गरेर दाइ यहाँनिर यस्तो नोटिस आएको रहेछ, हजुरले उल्टो बोल्नु भयो। अझ झन् एउटा विद्यार्थीले त मलाई त नाना थरी गाली गरिरहेको थियो। अब त थाहा पाउनु भयो त मैले बोलेको चाहिँ के रहेछ भनेर। त्यही भएर चाहिँ आफूले बोल्नुभन्दा अगाडि चाहिँ सोचेर सम्झेर मलाई चाहिँ बोल्नु चाहिँ, मलाई चाहिँ ब्लेम लगाउनुहोस् भनेर। यसै हावामा अरूको कुरा पत्याएर हुन्छ त भने। यो फिल्डमा म चाहिँ 5 वर्षदेखि 6 वर्ष भयो होला यो फिल्डमा काम गरेको। मलाई नै सिकाउने भने त्यही त्यहाँ तपाईँहरू पनि अरूको कुरामा चाहिँ नलाग्नुहोस्, मैले भनेको कुराहरू चाहिँ पत्याउने गर्नुहोस् भन्न खोजेको सिम्पली भाषामा। सो द्याट अहिले नै सबै कलेजहरूको चाहिँ सेकेन्ड मेरिट लिस्टको लागि चाहिँ फर्म ओपन भइसकेको छ। मैले चाहिँ गभर्मेन्ट कलेजहरू जति पनि छ सबै मैले चाहिँ फेसबुक पेजमा पनि राखिदिएको छु, युट्युबको कम्युनिटी पोस्टमा पनि तपाईँहरू नोटिसहरू राखिदिएको छु, तपाईँहरू चाहिँ चेक इट आउट गर्न सक्नुहुन्छ। र सेकेन्ड मेरिट लिस्टको रिजल्टहरू आउने बित्तिकै तपाईँहरू चाहिँ फेसबुक पेजमा सँगसँगै कम्युनिटी पोस्टमा पनि तपाईँहरू चाहिँ इन्फर्मेसन गर्नेछु। सो द्याट पेजलाई फलो गर्नुभएको छैन भने पेजलाई फलो गर्नु होला, च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु। यस्तै कन्टेन्टको लागि चाहिँ च्यानललाई फलो गर्नु होला, च्यानललाई सब्सक्राइब गर्नु होला, पेजलाई फलो गरेर राख्नु होला। मेक स्योर कि हजुरहरू चाहिँ स्क्याममा चाहिँ नपर्नु होला, अरूको चाहिँ बिलिभ नगर्नुहोस् है त। सो सी यू नेक्स्ट वान भिडियो है त गाइज।